ल नमस्कार है साथीहरू हैन सबै हाम्रो साथीहरू चाहिँ अब कम्पनी टुटेर हैन कम्पनीको नाम त भन्नु मिल्दैन यहाँनिर हैन फेरि मैले आएर यो रुममा आएर चाहिँ भिडियो बनाउने आवश्यक पनि छैन हेर्नुस् साथीहरू हैन अब हामीले ससुराली खाना घरको जुबेलको तर्फबाट चाहिँ हामीले सकेको सरसहयोग गर्यौं नि हैन पाउनु भएको छ नि हैन 40 जना हुनुहुँदो रहेछ यहाँनिर हैन अब खसी नखानेलाई कुखुरा पनि ल्याएर दिएको छौं यहाँ साथीहरू यही हुनुहुन्छ चामलहरू पाउनु भएको छ अझै पनि केही सरसहयोग चाहियो भने हामीसँग माग्न सक्नुहुन्छ यहाँ नजिकै हिँड्दै जाँदा नि भयो हैन अनि एमबीसीले पनि हेर्दैछ नि तपाईहरुलाई हैन हेरेछ जस्तो एक दिन हेरेको थियो त्यसपछि हेर्दैन चामल पनि छिन भ्याउँछ तेल किन भ्याउँछ भन्छ प्रोसेस खै भएको छैन अहिलेसम्म र पनि अब एमबीसीले पनि र कुन मेन पावरबाट आउनु भएको तपाईहरु सेन्टर क्यापिटल मेन पावरबाट आउनु भएको ल मेन पावरले पनि चाँडो ध्यान आकर्षण दिनु पर्यो यो युवाहरु चाहिँ अब यसरी अलपत्र परेर अर्काको देशमा हैन यसरी चाहिँ भएन नेपाल सरकारले पनि चाँडोभन्दा चाँडो उद्धार गर्नु पर्यो हाम्रो सबै युवाहरु हेर्नुस् कस्तो जवान युवाहरु चाहिँ अब अर्काको देशमा आउँदा पनि यस्तो हुन्छ अब यस्तो म भिडियो त बनाउने खासै मान्छे त होइन हुन त हैन तर पनि अब तपाईहरु पनि सरसहयोग गर्न चाहनुहुन्छ भने यहाँ भाइहरुलाई चाहिँ यहाँनिर हाम्रो ससुराली खाना घरको नजिकै हो क्याम्प 40-45 जना हुनुहुन्छ तपाईहरु पनि सरसहयोग गर्न चाहनुहुन्छ भने यहाँ भाइहरुलाई चाहिँ म सम्पर्क नम्बर लिएर जान्छु म नम्बर पनि हाल्दिन्छु भाइहरुको फेसबुकमा तपाईहरुले पनि आएर सहयोग गर्न सक्नुहुनेछ है सबैलाई ह्यापी दीपावली हामीले सकेको खसीहरु कुखुराहरु चामलहरु आयो नि हैन ल तपाईहरु पनि सक्नुहुन्छ है म माथि नम्बर हाल्दिन्छु तपाईहरुले पनि सकेको अब के गर्नु परदेश हो परदेशको दुःख अब सबैले हामीले भोगेकै हो हैन है ल त ल बाइ है त सबैलाई ह्यापी दीपावली है